कुखुराको खुट्टा टाउको कसरी बनाउने म तपाईँहरूलाई आज कसरी मिठो र टेस्टी हुन्छ फर्स्ट सुरुमा चाहिँ आगोमा हल्का रपाएर त्यसलाई टुक्रा पारेर काट्नुहोस्। त्यसपछि स्वादअनुसारको खोर्सानी अनि त्यसपछि जिरा, धनियाँ, लसुन अनि पिसिसकेपछि त्यसलाई रपाएर मेथी डढाउने। त्यसपछि तेजपत्ता र खोर्सानी स्वादअनुसारको लाउनु होला। हामीहरू चाहिँ बुढाबुढी र केटाकेटी भएको कारणले थोरै पिरो लगाएर खान्छौँ। अनि त्यसपछि त्यो पनि डढिसकेपछि चाहिँ अनि खुट्टा टाउकोलाई लगाउने। लगाएपछि बेसार लगाएर एकछिन चलाउने। अनि भिडियो बनाउँदा क्यामेरा त उल्टो भएछ हो। अनि अर्कोचोटि थिच्दाखेरि त्यसलाई बुझिदिनु होला। अनि बेसार लगाएर चलाउने। चलाएपछि एकछिन खरिनु दिनुपर्छ यसलाई। अनि खरेपछि चाहिँ अलिक मिठो हुन्छ नि त। एकछिन खरिनु दिनुपर्छ चलाएर मजाले चलाउने, तेलहरू सबैतिर पुग्ने गरी। अनि एकछिन मजाले चलाएपछि चाहिँ एकछिन अनि खरिनु दिनुपर्छ। अब यो खरिएपछि चाहिँ प्याज लाउने के। प्याज चाहिँ अगाडि नै लगायो भने डढ्छ नि त, कालो हुन्छ। अनि त्यही भएर प्याज लगाउने। अनि प्याजलाई पनि एकछिन पाक्न दिनुपर्छ, एकछिन खरिनु दिनुपर्छ। धेरै कालो डढ्ने गरी चाहिँ होइन, हल्का। फेरि डढ्यो भने तितो हुन्छ नि त प्याज। अनि प्याज पनि धेरै लगायो भने गुलियो हुन्छ। त्यही भएर अब यो प्याज पाकिसक्यो। अब यसपछि के लगाउने भने मसला नलगाइ त मिठो हुँदैन होइन। मासु त तर मासु भन्ने त त्यतिकै पनि मिठो हुन्छ। तर यसलाई चाहिँ अझ धेरै हामीले टेस्टी बनाउनको लागि चाहिँ हामी झन् यसलाई अझ धेरै मरमसला लगाएर बनाउँछौँ। अनि मसला लगाएर पनि मजाले चलाउने, सबैतिर खुट्टा टाउकोको भित्रभित्र पुग्ने गरी चलाएर फेरि एकछिन पाक्न दिने। त्यसपछि टमाटर पनि काटेर रेडी गरेको छु, टमाटर पनि लगाउने। टमाटरलाई पनि एकछिन पाक्न दिनुपर्छ। अनि टमाटर पाक्न दिएपछि स्वादअनुसारको नुन लाउने। मैले पनि नुन लगाएँ। अब नुन लगाइसकेपछि चाहिँ एकछिन पाक्न दिनुपर्छ। टमाटर नुनहरूलाई मजाले मिक्स हुनु दिनुपर्छ। अनि मजाले चलाउने अनि एकछिन छोडिदिने है त। अनि त्यसपछि अब यो रेडी भइसक्यो, पाकिसक्यो। मैले एकछिन यसलाई मजाले टमाटरहरू पाक्नु दिइसकेँ। अब रेडी भइसक्यो। यसमा अब रेडी भइसकेपछि त माथिबाट के लगाइदिने, धनियाँ लगाइदिने। अनि यो रेडी हुन्छ। हामीहरू चाहिँ धेरै मसलादार, धेरै अमिलो पिरो खाँदैनौँ, ठिक्क खान्छौँ। किनभने हामी बुढाबुढी र केटाकेटी